राम्रो बाटो यसरी घुमिरहेको छौँ हामी चाहिँ शामको समय अनि एकदम रमाइलो लागिरहेछ। यो चाहिँ हाम्रो इभिनिङ वाक हो र एकदम आनन्द शीतल मैले सबै देखाउने छु तपाईहरुलाई। आजको टाइम कति रमाइलो मौसम यो ग्राउन्डमा चाहिँ मलाई धेरै मजा लागिरहेछ। चरा भाइ उडु उडु जस्तो लागिरहेछ तर धेरै आनन्द पनि भइरहेछ यहाँनेरि। भाइ गयो मेरो घर मेरो अधुरो अधुरो अधुरै थियो। अनि यसरी यहाँबाट उँधोबाट यसरी उँभो निस्किँदा चाहिँ निलो आकाश आयो 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 अनि यसरी डिलमा निस्किसकेँ म यो बाटोमा निस्किसकेपछि चाहिँ यस्तो रमाइलो पर त्यसरी पुरा सिरु फुलेको अनि यसरी कति राम्रो ठाउँ बाटो यसरी पर कस्तो राम्रो आनन्द आउने। साँझको टाइम छ म चाहिँ भिडियो गर्दै घुमिरहेको छु। हामी कहाँ घुम्दैछौँ हौ? हामी कालिम्पोङ बजारमा। प्रेम दा कहाँ हुनुहुन्छ कोही? यहाँ यस्तो लेखेको रहेछ कि आई लभ कालिम्पोङ। यस्तो मलाई चाहिँ धेरै राम्रो लागेको छ यो चाहिँ आई लभ कालिम्पोङ। यो कालिम्पोङ भन्ने ठाउँ चाहिँ मलाई पनि धेरै मन पर्न थालेको छ र हाम्रो सुटिङ भइरहेछ अहिले यो ठाउँमा चाहिँ। र यो चाहिँ मैले मेरो भ्लग बनाइरहेछु। यो कालिम्पोङ भन्ने ठाउँमा सुटिङ भइरहेछ र मैले मेरो भ्लग पनि बनाउँदैछु र यहाँ मैले के देखाउन गइरहेछु त गोपाल योन्जन भन्ने उहाँ चाहिँ सङ्गीतकार। उहाँको चाहिँ यसरी मूर्ति बनाएर राखिएको रहेछ। यसरी हार्मोनियम बजाउँदै हुनुहुँदो रहेछ। साँझको बेला है रमाइलो बेला है यस्तो रमाइलो छ। घुमाइ छ हाम्रो चाहिँ साँझको बेलामा। पानीपुरी खान जाँदैछु। त्यहाँ पानीपुरी छ कि छैन? म चाहिँ पानीपुरी खान गएको है त्यहाँनिर। त्यसले मिठो पाइन्छ त्यही भएर पानीपुरी खान गएको। तर त्यहाँ छ कि छैन? आमा के पाउँछ हौ यहाँनिर? पानीपुरी चटपटे के छ खबर? चटपटे खायौ? ए खबर ठिकै छ नि? कहाँ यहाँ धान काट्ने रहेछ है। कस्तो रमाइलो नि। मेरो साथीहरूलाई देखाउँछु मैले यहाँनिर यस्तो खालको फुल फुलेको छ सबै। गल्यो नि तर यस्तोमा एक्सर्साइज हुन्छ नि हिँड्दाखेरि होइन? कहाँ छौँ हामी? निरज सर अनि प्रेम सर अहिले हामी देउराली अनि सञ्जु बेटा। हामी कहाँ छौँ? देउरालीको चौतारीमा छौँ। ओहो हाम्रो भिडियो चाँडै आउनेछ है।
चाँडै आउँछ होइन? हजुर चाँडै आउने छ। परदेशी बाबु कता हुनुहुन्छ? यहाँ परदेशी महाराज यता हुनुहुँदो रहेछ। फुल बोक्नु भयो र? युट्युब च्यानलमा गएर हेर्नु होला सबैजनाले। जुम इन्टरटेनमेन्ट भनेर मेरो च्यानल पनि छ, त्यहाँनिर मैले यस्तै ब्लगहरू चाहिँ बनाएर राख्ने गर्छु र मेरो फेसबुक च्यानलले जुम इन्टरटेनमेन्टमा गएर पनि हेरिदिनु भयो भने देख्नुहुन्छ। त्यहाँ पनि भिडियो सुट भइरहेछ र चाँडै नै आउनेछ मेरो साथीहरू माझ पनि।